भयो भन न भएको ल्याऊ ल नमस्कार दाइ नमस्कार गर्नुहोस् अनि के छ अनि व्यावसायिक रूपमा तपाईँले के गर्नुभएको छ अहिले छैन बाबु अहिले त त्यही बाख्रा साख्रा छ कति पाल्नुभएको छ त बाख्रा पहिला धेरै थियो बाबु अहिले 7-8वटा चाहिँ दिएँ हजुर अहिले छैन बाबु अहिले चाहिँ अलिक त्यही मुनिका छन् भनेपछि बोका कति छन् त हाम्रा छैन बाबु धेरै त अब 3टा बोकासित दिएँ सबैलाई हजुर घोडा 2 बोका छ हजुर अनि फेरि अपुर चाहिँ त्यसोका आमाहरू छन् हजुर हजुर तिनलाई चाहिँ यसो अलिअलि यसो चाहिँ घाँस गर्नु पर्यो गर्नलाई धेरै चाहिँ त्यो आटै खाएर मात्र नहुने कि त्यो बाख्रालाई हजुर हजुर तर हरियो घाँस चाहिँदो रहेछ कि त्यसलाई तर व्यावसायिक रूपमा त अहिले त छापजनमा मान्नेको मान्छेहरू त भन्ने हल्ला पनि आएर त छैन त्यस्तो त खासै त कहाँ हो र त्यस्तो त अब 8-10वटा त बोकै बेच्नु र अनि खसी त 4-5वटा बेच्नु भयो अरे त होइन त्यो त अब भइहाल्यो भने त बेच्न नि पऱ्यो कि राख्न त भएन राख्नु भएन नहुँदाखेरि अब भएन हुँदाखेरि बेचिन्छ अब ठिकै अब दाइले चाहिँ त्यतिको प्रगति गर्नुभयो रहेछ खुसी लाग्यो अब यस्तै सधैँभरि यस्तै अब कृषकको अब पीडा नै त्यही हो होइन अब दुःख गर्नै पर्यो जे होस् मेहनत गर्नुभयो रहेछ कति हल खेत रोपाइ गर्नुभयो दाइको खेत कति रोपाइ अरे मेरो धेरै छैन बाबु त्यही 10-12 हल हो 12 हलको भनेपछि त गरेर सिद्ध है कति मुरी हान्छ कति मुरी आउँछ दाइ त त्यो 12 हलको खेतमा टक्क लाएर अब धेरै त पहिला 80-90 हुन्थ्यो हजुर अहिले त्यही खुब भएछ भने 50सम्म जाला बाबु मल छैन मल छैन है मल छैन अनि पालिकाले मलसल यताउति व्यवस्था गर्नु भएन र पालिकाले त यसो गर्छ भाइ के गर्नु अब मैले राख्ने बेला मल वास्तै गर्नु हजुर छैन भने त्यहाँ मैले उहाँ बुटो लाडा किनेर लिएर आइसकेपछि त्यहाँ तल मिल्छ अरे भन्छ पालिका महँगो हो नि भनेपछि त 50 त हुन्छ होला नि दाइ त अहिले त 50 त हुन्छ कुन धान लाउनु भयो अहिले मसित मानामरी पनि छ जर्नली भन्ने चाहिँ नि अब पाहाडमा चाहिँ नि मिठो भात खाने बुढाबुढीले हजुर हजुर त्यो छ त्यसपछि फेरि त्यो एउटा चाहिँ फेरि अलिक त्योभन्दा अलिक गुन्द्री सुन्द्री बुन्नी हुन्छ नि पहिलाको हजुर हो त्यो छ हजुर गर्दाखेरि अहिले धान अब 3 थरी जति छ कि 3-4 थरी होला 4 थरी लाउनु भयो 4 थरी भनेपछि कृषिको लागि अब चाहिँ जे होस् तपाईँले गर्नुभएको छ राम्रो गर्नु पर्यो नि गर्नु पर्यो खानु पर्यो होइन हजुर खानु पर्यो खानको लागि गर्नै पर्यो गर्नै पर्यो हजुर त्यही दुना भैँसी अनि भैँसी सैँसी कति छन् त नि भैँसी त पाल्न सक्दैन बाबु मैले त पाल्नु भएन त्यही बाख्रा र बोका खसी पाल्नु त्यति अनि खेत खेत छ त्यहाँ कुखुरा सुखुरा पाल्छु कुखुरा त तपाईँसँग टन्नै छ मैले देखिरहेको छु छैन बाबु त्यो जो 12-13वटा भालेलाई के टन्न भन्ने होइन 12-13 त भाले पनि त भाले हो के दाइ यार कसैको यहाँ छैन नि यार तपाईँले कस्तो कुरा गर्नुहुन्छ होइन त्यो त हो न यो हाम्रो दाइले पनि गाउँमै बसेर चाहिँ कृषि उद्यमीको लागि चाहिँ धेरै राम्रो प्राथमिकता दिनुभएको छ उहाँ दाइलाई पनि विशेष धन्यवाद छ यति मेहनत गर्नुहुन्छ घाँस काट्नुहुन्छ अनि खसी पाल्नुहुन्छ बोका पाल्नुहुन्छ अनि दियोस् एकदम राम्रो काम गर्नुभयो उहाँको कामलाई सबैले प्रशंसा गरिदिनु होला ल अनि साथैमा दारु पानी जाँड रक्सी त खानुहुन्न दाइले नै खानु मैले त्यस्तो त गर्नुहुन्न होला कि ठिकै छ जाँड रक्सी खाने काम पनि राम्रो होइन जाँड रक्सी खायो भने हजुर कि कुखुरालाई पनि सिकाउनु पर्यो कि बाख्रालाई पनि आनन्द लिन सबै एकै ठाउँको हो अनि हाम्रो दाइ चाहिँ यतातिर केटाहरू भर्खरकै यौवन केटाहरू मजाले बल खेलेर आएका छन् तपाईँ पहिलाको पूर्व खेलाडी खुनखार खेलाडी अरे पहिला चाहिँ कतिको खेल्नुभयो भलिबल खेल दाजु म हजुर म त पहिला त अब हाम्रो त अब तपाईँको चर्चा एकदम परिचर्चा चाहिँ सेना दाई एकदमै खत्री खेलाडी हो पहिलाको एकदमै भलिबल प्रेमी हो भन्छन् सबैले अब पहिला त यहाँ यो ग्राउन्ड अब इतिहास भनिदिनुहोस् कस्तो तरिकाले खेल्नुभयो पहिला बल जालीहरू के कस्ता अभाव हुन्थे कस्तो तरिकाले खेलिन्थ्यो पहिलाको र अहिलेकोमा के फरक छ आफूले किनेर हजुर पहिला रोसियाँ खेलियो ए पैसा नहुँदाखेरि किनियो बल चाहिँ पहिलाको चाहिँ अब जुरफको चाहिँ झुम्रो बनाएर पनि खेलियो त्यसपछि अलि हुँदाखेरि फेरि किनियो त्यो जलन्धरमा बन्छ कि त्यो बल त्यो खाले बल भलिबल होइन्छ
खुट्टाले हान्नु बल रहेछ यो खुट्टाले उखालियो यहाँ ए लास्टमा चाहिँ मैले अहिले चाहिँ आएर हेर्दा यस्तो हुन्छ त्यहाँदेखि यसरी खेलो उसरी खेलो भन्दाखेरि यहाँ अहिले त एउटा रेज हुने छ दुईवटा सर्ट हुँदो रहेछन् हाम्रो पालामा त दुईवटा सर्टले भ्याइदिइहाल्ने स्याम्मै दुईवटा सर्टले भ्याइदिने अन्त त्यतिर गएर अपर हुन्न त त्यो पहिला कुखुरा सुखुरा राख्थ्यो पछि चाहिँ यत्र धक्काले बोका सोका राख्थ्यो ए प्रतियोगिता त्यहाँबाट त्यो कलेजी चाहिँ बोका लाने भनेर भन्थ्यो त्यहाँ त्यही बोकाको लागि भयो भने लड्न जाने ए बोका सोका पनि ल्याउने खाने गरिन्थ्यो ए यो एरियामा कहाँ जानुभयो भलिबल खेल्न गुल्मीको म लगभग अब सुखरसम्म पुगेँ सुखरसम्म गइयो सुखरसम्म ओहो नि त्यो जमानामा खुट्टाले हिँडेर भनेपछि तपाईँ चाहिँ भलिबल लभर हुनुभयो पहिला चाहिँ यहाँको लगभग अब त्यसले अब जतासुकै गर्नु खेल्नलाई अब एक्लै भए पनि जित्छु कि भनेर एउटा रेस लिएर यसो थाप्नु लिएर गयो भने पनि यसो जित्छु कि भन्ने यहाँ फेरि यसो एउटा अलिक कमजोरी भयो भने यसलाई छेकेर भए पनि खेल्न सक्छु कि भन्ने त्यस्तो मेरो क्षमता थियो जमानामा अहिले भनेपछि तपाईँ व्यवसाय रूपमा चाहिँ अहिले कृषि पूर्व खेलाडी हुनुहुन्छ अहिले चाहिँ खेलाडी हाम्रो अहिले त यसो घाँस काट्ने त्यहाँ केटाहरूलाई खेलेर हेर्ने त्यहाँबाट मनै लाउनु त्यहाँबाट आफूले घाँस काटेर यहाँ राखेपछि बरु बोका मटाउनु त्यो मटाउनु यता चाहिँ ठिक होला जस्तो ल तपाईँको राम्रो इन्टरभ्यू दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद ल हस् हस् विशेष गरी ल तपाईँलाई पनि धन्यवाद है ल ओके ओके ल